नमस्ते सबैजनालाई। आज एकादशी पद्मिनी एकादशी मत्स्यनारायण मेलामा हामी जाने तयारीमा छौँ। आज मत्स्यनारायण मेलामा जाँदाखेरि अब प्रसाद के लगेर जाने त भनेर हामी यहाँ सोचिरहेछौँ। मत्स्यनारायण मन्दिरमा चाहिँ अब विशेष गरी मालपुवाको भोग लागिरहेको हुन्छ त्यहाँ। मैले पनि अब अलिअलि मैले जानेको कुरा हजुरहरूलाई अब यसो देखाउँदै कसरी बनाउने भनेर अब हजुरहरूलाई रेसिपी राखेर म देखाउँदैछु। 1 कप मैदा 2 कप हाल्ने, 2 कप मैदा। त्यसपछि म चिनी राख्दैछु स्वाद अनुसार। चिनी पनि स्वाद अनुसार म राख्दैछु। पछि म यो सोप राख्दैछु। यो विशेष गरी यो मालपुवालाई सोप नै राम्रो हुन्छ। सोप राखेँ। त्यसपछि यो ल्वाङ, सुकमेल अनि मरिचको धुलो। त्यसपछि घिउ हाल्दैछु। अब हामी दुध हालेर अब यसलाई मुछ्दैछौँ। पहिला मुछेर हेरौँ है कतिको हुन्छ। मुछेर हेरौँ। यो 15 मिनट पछि म निकाल्दैछु। ब्याटर रेडी भएको छ है। यतिको गिलो बनाउनु पर्छ। म बत्ती गरेकै छैन। यो भाँडो तातिसकेको छ। मैले तेल राखेँ, थोरै तेल राखेँ है। यति नै राखेँ मैले तेल।
पाकेर रेडी भएको छ भगवान्लाई प्रसाद। अब आज पद्मिनी एकादशीको अब दर्शन गर्न हामी जाँदैछौँ। यो अब ती 3 वर्षमा एकचोटि मेला लागेको हुन्छ। हजुरहरू पनि आउनु होला। यो कीर्तिपुरको मच्छे गाउँ नजिकै पर्छ मन्दिर, त्यहाँ आउनु होला हजुरहरू। ती 3 वर्षमा त्यहाँ मेला लागेको हुन्छ। आउनु होला हजुरहरू पनि दर्शन गर्न। ल हजुरहरूलाई पनि यसो यो मनपर्छ भने तपाईँहरूले बनाएर घरमा खाँदा पनि हुन्छ, भगवान्लाई प्रसाद लाउँदा पनि हुन्छ। ल हजुरहरूलाई अब मन पर्यो भने अब लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला है। धन्यवाद।